जाँगर भयो भने जे पनि गर्न सजिलो हुन्छ है साथीहरू, एकैछिनमा हुन्छ। जे पनि बनाउँदा, पकाउँदा, खाँदा जे पनि छिटो हुन्छ। आज मैले यो नानीको नास्ताको लागि मैले मकैको रोटी बनाइराखेको छु है साथीहरू। मैले सानो कटौरामा मकैको पिठो लिएँ, अनि त्यसमा हरियो प्याजको पातलाई काटेर, अनि त्यसमा थोरै हरियो खोर्सानी काटेर स्वादअनुसार नुन पनि हालेर मैले एट्टीको ब्याटर बनाएँ। अनि त्यसमा मैले एउटा अन्डा पनि हालेको छु है साथीहरू। यसलाई मजाले यसमा हालेर फिट्नुपर्छ। मजाले फिट्ने, यसलाई राम्रोसँग यसमा मिक्स गर्ने। अनि मैले अर्को भाँडा पनि प्यान तताइराखेको छु, अनि त्यसमा थोरै तेल लाएर, अनि त्यसमा यो ब्याटर हालेर, अनि यसलाई छोपेर कम्तीमा मिडियम टु लो हिटमा 4-5 मिनट जति पकाउने। अनि यसलाई अब उल्टाइ पल्टाइ पकाउनु पर्छ है साथीहरू। यो टाँसिँदैन, एकदमै मिठो हुन्छ, हेल्दी हुन्छ मकैको रोटी। तपाईँहरूले यसरी बनाएर खानुभएको छ कि छैन, एकचोटि ट्राई गर्नुहोला। आफ्नो नानी बाबुहरूको खाजा नास्ताको लागि अनि आफ्नो नास्ताको लागि पनि बनाउन सक्नुहुन्छ। एकदमै छिटो अनि हेल्दी पनि हुन्छ है साथीहरू। मैले यसरी नै सबै रोटीहरू बनाएर तयार गरेँ। यसलाई उल्टाइ पल्टाइ पकाउनुपर्छ साथीहरू। यदि तपाईँहरूलाई पनि मैले बनाएको यस्तै भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू। अनि यसरी तपाईँहरूले आफ्नो नानी बाबुहरूको टिफिनको लागि अनि आफ्नो खाजाको लागि पनि तयार पार्न सक्नुहुन्छ। एकदमै छिट्टै बनिन्छ, झटपट तरिकाले। केही गर्नु पर्दैन यसमा साथीहरू। अलिअलि मात्रै गरे पुग्छ। पाकेर तयार भइसकेको छ सबै रोटीहरू। एकदमै मुलायम अनि नरम पनि हुन्छ, अनि देख्दै खाउँ खाउँ लाग्ने। यसको कलर पनि कति मिठो देखिरहेको छ है साथीहरू। अनि यससँग खानको लागि मैले अचार पनि बनाएको थिएँ। तपाईँहरूले देख्न सक्नुहुन्छ। तपाईँहरूले पनि यसरी एकचोटि बनाएर खानुहोला साथीहरू। साह्रै मिठो हुन्छ। आफ्नो नानी बाबुहरूको खाजा नास्ताको लागि पनि तयार गर्न सक्नुहुन्छ। धन्यवाद।